सबैलाई नमस्ते र साथीहरू, अहिले चाहिँ म भने कहाँ आएको छु भन्दा चाहिँ यो चाहिँ हाम्रो ससुराको श्राद्ध हो र साथीहरू म चाहिँ अहिले निक्लेको रामझोडाबाट होइन र म टोटोमा जाँदैछु र म तपाईँहरूलाई बाटोको नजारा पनि देखाउँदैछु। हाम्रो बाटोहरू चाहिँ बहुतै राम्रो छ। यो तुलसी गरगन्डाको बगान हो। यो हेर्नुहोस् कति हरियाली, यहाँबाट तपाईँले पहाडहरू पनि देखिराख्नु भएको छ। यो देखेको चाहिँ तपाईको पगली भुटान पहाड हो र यो चाहिँ म सर्टकटको बाटो शान्ति क्लब भएर जाँदैछु। यहाँ हेर्नुहोस् न, यो अस्ति जो बिएलओहरू बसेको थियो यहाँ चाहिँ यत्रो रुखहरू लडेर यो शान्ति क्लब हो। झन्डै मान्छे दुईजना बिएलओ पनि केही भएन। कस्तो डेन्जर भएको रहेछ, हेर्दै डर लाग्दो। र हामी चाहिँ अहिले फ्याक्ट्री लाइनको बाटो जाँदैछौँ र अहिले चाहिँ बाटो बहुतै राम्रो बनाएको रहेछ र यो चाहिँ म अब फ्याक्ट्री पुगेँ। हाम्रो ससुराली गाउँको घर हो यो चाहिँ र म चाहिँ भर्खरै पुगेँ होइन र पुगेर चाहिँ अब बाहुन पनि आएको रहेनछ र अब चाहिँ हेर्नुहोस् सब्जीको तयारी गर्दैछु। म चाहिँ अब यहाँ चाहिँ मिक्सचर सब्जी बनाउनु पर्छ नि त हो। श्राद्धको दिन चाहिँ सबै कुरो लगाएर सागपात लगाएर एकैचोटि नै बनाउँछ। एउटा मिक्सचर हो, कालो दाल भात सबै चढाउने चिज चाहिँ सबै कुरो हामी बुहारीहरूले नै बनाउनु पर्छ। र मैले चाहिँ चक्कु फेरि कहाँ राखेँ हेर्नु नि, आमालाई सोध्दैछु चक्कु चाहिँ कहाँ राखेँ भनेर बिर्सेछु र चक्कु खोज्दैछु। र अब नयाँ मान्छेहरूलाई त होइन के सामान कहाँ छ केही थाहा हुँदैन नि त, त्यही भएर चाहिँ हेर्दैछु म। यता चाहिँ फेरि चुलामा दिदीले बनाउँदैछ हो, सागको सब्जी पनि चढाउनु पर्छ र मैले यता चाहिँ फेरि टमाटरहरू काटेर रेडी गर्नुपर्छ। यहाँ बाहुनको सब्जी पनि बनाउनुपर्छ। बाहुनलाई फेरि आलुदम बनाइदिनु अरे हो, त्यही लागि मैले टमाटरहरू काटेर रेडी पार्दैछु र अब बाहुनले अलग्गै खान्छ। यहाँ चाहिँ हामीले दान दिनको लागि रेडी पारेको छु। यहाँ बाहुन चाहिँ पढिरहनु भएको छ र चाहिँ म चाहिँ बाहुनसँग बोल्दै फेरि भित्र आउँदै काम गर्दै र म चाहिँ बाहिर एकछिन निक्लेँ साथीहरू। यो चाहिँ फ्याक्ट्री लाइन नङ्कापाडा पहिले हामी बसेको जग्गा र फेरि भित्र आएर बाहुनलाई के चाहिन्छ सोधेँ होइन र बाहुनले पढिरहेको छ, बाउले कामहरू गरिरहेको छ होइन। र यहाँ चाहिँ ससुरा हेर्नुहोस्, उहाँको चाहिँ श्राद्ध हो र चाहिँ हेर्नुहोस् हाम्रो आमाले फेरि यति फुल लगाएको छ, घरभरि गार्डन नै बनाएको छ। कुन कुन किसिमको फुल छ होइन होला, यति जाँगर पनि चलेको। पहिलेको मान्छेको चाहिँ जाँगर बहुतै हुन्छ है साथीहरू। हेर्नुहोस् किसिम किसिमको छ फुल त एकदम घरै फुलले गरिसकेको छ। र यता मेरो आलु पाकिसकेको छ। यो चाहिँ बाहुनको सब्जीको लागि अलग्गै बनाउनु पर्छ नि त। र मैले चाहिँ अब उसको लागि आलुदम पनि बनाइदिइसकेँ र चाहिँ आटा मुसेर 3टा मात्रै खान्छ अरे फेरि बाहुनले। यता टिका लगाएर आएर चाहिँ फेरि बाहुनको खानाको लागि भित्र जाँदैछु म र यहाँ चाहिँ चढाउनु खानाको लागि रेडी हो र म चाहिँ यहाँ बाहुनको खानाको तयारी गर्दैछु हो। रोटी बनाइदिनु पऱ्यो, सब्जी पाकेँ र मैले बाहुनको खाना पनि रेडी गरेँ। यहाँ चाहिँ यहाँ कन्ने केटाकेटीलाई चाहिँ अब टिका लगाएर मात्रै हामीले खाना पाउँछन् र त्यहाँदेखि चाहिँ मैले पनि सबैलाई दिएर चाहिँ म पनि खाना खानुको तर्फ लागेँ, किनभने बिहानदेखिको केही खाएको थिइनँ नि त साथीहरू। दिनभरि भोक त बस्नु सक्दैन। अब खाना खाइसकेर चाहिँ बाटो चाहिँ अब घरतिर लागेको हो। ल हुन्छ साथीहरू, आजको भिडियो कस्तो लाग्यो, मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु, बाई बाई।